हेलो युट्युबर्स, दिस इज रविन्द्र। नमस्कार सबैलाई। यो हाम्रो नेपाली च्यानल हो। म तपाईहरुलाई चाहिँ अब आजको विशेषता भनेको चाहिँ एउटा फोल्डर बनाउँछु जुन फोल्डरमा पासवर्ड लगाउन सकिन्छ कुनै पनि प्रोग्राम अथवा एप्लिकेसन बाहेक। त्यसको लागि सबभन्दा सुरुमा हामी एउटा फोल्डर बनाउँछौं। फोल्डर बनाउनको लागि राइट क्लिक गर्नुस्, न्यूमा गएर फोल्डर थिच्नुस्। अब यसमा नेम लगाऊ नेपाल, नेपालीको छोरो। त्यसपछि अब हामी यो फोल्डरमा त्यो चीजहरु राख्न चाहन्छौं जुन चाहिँ हामी प्रोटेक्ट गरेर सुरक्षितसँग पासवर्डले सुरक्षित गर्न चाहन्छौं। मानौ यो एउटा मसँग एउटा म्युजिक छ, यो म्युजिकलाई म यसभित्र राख्छु। यो फोल्डर खोलौं। फोल्डरमा त्यो म्युजिक छ जुन हामी सुरक्षित राख्न चाहन्छौं। अब यो फोल्डरमा हामीले पासवर्ड लगाउनको लागि यो फोल्डरमा गएर राइट क्लिक गर्नुस्, एड टु आर्चिभ भन्ने छ, एड टु आर्चिभमा क्लिक गर्नुस्। त्यसपछि एउटा तपाईलाई स्क्रिनमा एउटा मेनु आउँछ। अब आर्चिभ नेममा nepal.rar छ भन्नुको मतलब यही नाम राख्न सक्नुहुन्छ अथवा अर्को नाम पनि राख्न सक्नुहुन्छ। यसपछि यो मेनुमा के गर्ने, सेट पासवर्डमा गएर थिच्नुस्। ओके, अब हाम्रो पासवर्ड माग्दै छ। यो पासवर्ड राख्नु जुन तपाईले बिर्सनुहुन्न र जुन अलिकति अरूलाई गाह्रो पनि हुन्छ सोच्नको लागि है। म एउटा पासवर्ड लगाउँछु, रिइन्टर फर भेरिफिकेसन। त्यसपछि फेरि पासवर्ड लगाउनुस्। यति लगाइसकेपछि यो मेनुमा हजुरले इन्क्रिप्ट फाइल नेम्समा क्लिक गर्न नबिर्सनुस्। यो गर्नु भएन भने पछि समस्या पर्छ। यसलाई क्लिक गर्नुस्, यसपछि ओकेमा थिच्नुस्, फेरि ओकेमा थिच्नुस्। यति गरिसकेपछि तपाईको एउटा तीनटा किताब मिलेर बनेको फोल्डर बन्छ। तीनटा किताब मिलेर बनेको पिक भएको एउटा फोल्डर बन्छ। यो चाहिँ हामीले नयाँ बनाएको फोल्डर हो। यो फोल्डरलाई अब तपाईले चेक गर्न सक्नुहुन्छ पासवर्ड लगाएको छ कि छैन भनेर। यसलाई डबल क्लिक गर्नुस्। या द्याट्स राइट, पासवर्ड माग्यो। अब अघिको पासवर्ड लगाउनुस् जुन तपाईले राख्नु भएको थियो। म आफ्नो पासवर्ड लगाउँदै छु। यति गर्नु भइसकेपछि ओके गर्नुस्। अब हेर्नुस्, नेपाल भन्ने फोल्डर छ जुन भित्र हामीले राखेको म्युजिक छ। अब यो हामीले पछि बनाएको फोल्डर हो भने यो पहिलेको फोल्डर हो। अब तपाईहरु कति जना कन्फ्युज हुन सक्नुहुन्छ कहिलेकाहीँ यो फोल्डर हरायो भने यो फोल्डरमा त्यो सामानहरु रहन्छ कि नरहन्छ, त्यो म्युजिक रहन्छ कि नरहदैन भनेर म तपाईले के गराउँछु, यसलाई डिलिट पनि गरिदिन्छु। यहाँबाट पनि हटाए। रिसाइकल पनि खाली छ भनेपछि हामीसँग यो मात्र फोल्डर छ। अब यसलाई हामी डबल क्लिक गर्छौं। पासवर्ड माग्यो, पासवर्ड लगाउनुस्, ओके गर्नुस्, नेपालमा जानुस्। म्युजिक छ। त्यस भनेपछि कुनै पनि प्रब्लम परेन। हाम्रो यो फोल्डरमा जुन हामीले चीज राखेको छ त्यो सेफ नै छ। यसरी एउटा फोल्डर बनाउन सकिन्छ जुनमा पासवर्ड कुनै पनि प्रोग्राम अथवा एप्लिकेसन बिना लगाउन सकिन्छ। धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। सबै नेपालीहरु नेपाली युट्युबर्सलाई प्रमोट गर्नुस् र सब्स्क्राइब गर्न नभुल्नुस्। र मबाट केही आशा अपेक्षा गर्नु भएको छ भने यु क्यान कमेन्ट बिलो। जय नेपाल।